ल सबैजना नमस्कार विद्यार्थी भाइ बहिनीहरु। आज म चाहिँ यो बाइनोमियल नोमेनक्लेचर है, बाइनोमियल नोमेनक्लेचर यसको बारेमा चाहिँ सानो भिडियो नोट बनाएर म यो प्रेजेन्ट गरिरहेको छु। आशा छ यो भिडियो नोट चाहिँ एकदमै महत्त्वपूर्ण हुनेछ र यो यसमा राखिएको कुराहरु, यसमा भनेको कुराहरु तपाईहरुले चाहिँ ध्यान दिएर सुन्नु हुनेछ र यसलाई हेरेर तपाईहरुले नोट बनाउनु हुनेछ र पढ्नु हुनेछ भन्ने आशामा छु। अब आज सुरु गरौँ यो बाइनोमियल नोमेनक्लेचर। हामीले यो बाइनोमियल नोमेनक्लेचर भन्ने कुरा चाहिँ पहिला पनि सुनेको हुन सक्छ हैन। यो बाइनोमियल नोमेनक्लेचर भनेको चाहिँ हामीले के बुझ्नु पर्छ भने जस्तो हामीले ह्युमनको साइन्टिफिक नेम है, ह्युमनको साइन्टिफिक नेम के भन्न चिन्छौं भन्दा होमो सेपियन्स भन्न चिन्छौं। यसरी कुनै पनि अर्गानिजमको नामहरु साइन्टिफिक नेमहरु चाहिँ यसरी दुईटा वर्डको युज गरेर लेखिन्छ भने दैट इज कॉल्ड बाइनोमियल नोमेनक्लेचर। बाइनोमियल नोमेनक्लेचर भन्ने बित्तिकै अब हामीले के बुझ्नु पर्छ त भने द प्रोसेस हैन, द प्रोसेस अफ assigning scientific name of an organism by using two words हैन। त्यो वर्ड मध्ये चाहिँ के हुन्छ त भने फर्स्ट जेनेरिक नेम हुन्छ एन्ड सेकेन्ड स्पेसिफिक नेम इज नोन एज बाइनोमियल नोमेनक्लेचर। जस्तो कि यहाँ माथिको यो एक्जाम्पलमा हामीले के युज गरेको छ भने त्यहाँ होमो र सेपियन्स भन्ने दुईवटा वर्ड छ। त्यहाँ होमो भनेको चाहिँ जिनस हो र सेपियन्स भनेको चाहिँ स्पेसिस हो। यसरी दुईवटा नामहरु प्रयोग गरेर कुनै पनि अर्गानिजमको साइन्टिफिक नेम दिइन्छ भने त्यसलाई हामीले चाहिँ के भन्छौं बाइनोमियल नोमेनक्लेचर भन्छौं है। यसको नोट त म लास्टमा उपलब्ध गराउँछु, यसलाई जस्ट बुझ्नको लागि मात्रै मैले लेखिराखेको भनेर चाहिँ सोच्दा आवश्यक हुन्छ। जस्तो होमो सेपियन्स भन्ने चाहिँ ह्युमनको साइन्टिफिक नेम भयो, यहाँ होमो भनेको जिनस, सेपियन्स भनेको स्पेसिस भयो। यसरी दुईवटा नामहरु अथवा दुईवटा वर्डहरु युज गरेर कुनै पनि अर्गानिजमको साइन्टिफिक नेम दिइन्छ भने यसलाई हामीले बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर भन्छौं। र यो बाइनोमियल नोमेनक्लेचरको सुरुवात चाहिँ कार्लस लिनियस हैन, कार्लस लिनियस भन्ने साइन्टिस्टले हाम्रो चाहिँ सुरु गरेका हुन् हैन। कार्लस लिनियसले सुरु गरेका हुन्। सो ही इज नोन एज द फादर अफ है, यो फादर अफ बाइनोमियल नोमेनक्लेचर पनि भन्छ हामीले। उनलाई चाहिँ फादर अफ बाइनोमियल नोमेनक्लेचर भन्न पनि बुझ्छौं। र यो बाइनोमियल नोमेनक्लेचर चाहिँ कसरी राख्ने, प्लान्ट्सहरुको नाम कसरी दिने, एनिमलहरुको नाम चाहिँ कसरी दिने त दुईवटा वर्डहरुको युज गरेर भन्ने सन्दर्भमा चाहिँ यो प्लान्टको नामहरु कसरी दिने भनेर चाहिँ आईसीबीएन भन्ने इन्टरनेशनल कोड अफ है, यो इन्टरनेशनल कोड अफ बोटनिकल नोमेनक्लेचर है। र अर्को चाहिँ आईसीजेडएन भन्ने छ, त्यो भनेको चाहिँ के हो इन्टरनेशनल कोड अफ जुलोजिकल नोमेनक्लेचर। यो चाहिँ के छ आईसीजेडएन, यो दुईवटा रुलहरु चाहिँ एप्लाई हुन्छ कुनै पनि एनिमल र प्लान्टहरुको नाम चाहिँ कसरी दिने भन्ने सन्दर्भमा है। यसरी आईसीबीएन र आईसीजेडएन भन्ने दुईवटा नेमहरुको लामो सूची छ है। यही अनुसार के हुन्छ कुनै पनि अर्गानिजमको साइन्टिफिक नेम चाहिँ राखिन्छ। यसको चाहिँ जनरल रुल चाहिँ हामीले के बुझ्नु पर्छ भने कुनै पनि अर्गानिजमको साइन्टिफिक नेम चाहिँ दुईटा वर्डले मिलेर बनेको हुन्छ। पहिलो वर्डले जिनसलाई रिप्रेजेन्ट गर्छ, सेकेन्ड वर्डले स्पेसिसलाई रिप्रेजेन्ट गर्छ। यो हामीले एउटा नेममा लेख्न सक्छौं। त्यस्तै गरेर हामीले के भन्न सक्छौं त भने यसरी हामीले टाइप गरेको छ भने यसरी हामीले इटालिक गर्छौं, यसरी गर्छौं इटालिक गर्छौं टाइप गरेको छ भने। यदि टाइप नगरेर हामीले यस्तो कुरालाई चाहिँ यदि हातैले लेखेको छ हैन, यदि हामीले चाहिँ हातैले लेखेको छ ह्यान्ड रिटन को फर्ममा छ
जस्तो होमो लेख्छौँ हातले अनि SAPIENS सेपियन्स लेख्छौँ भने अब यसलाई हामीले के गर्छौँ यसलाई र यसलाई छुट्टा छुट्टै के गर्छौँ हात लेखेको छ भने चाहिँ छुट्टा छुट्टै हामीले यसरी के गर्छौँ अन्डरलाइन गर्छौँ यो पनि अर्को नियममा आउँछ त्यस्तै गरेर जिनसको सुरुको लेटर चाहिँ क्यापिटल रहन्छ भने अरु सबै लेटरहरू के हुन्छन् जिनसको अरु सबै लेटर र स्पेसिसको पुरै लेटरहरू चाहिँ स्मल लेटरमा हुन्छ त्यस्तै गरेर कुनै पनि अर्गानिजमको नाम हामीले लेखिसकेपछि जस्तो हामीले चाहिँ म्याङ्गिफेरा इन्डिका भनेर हामीले चाहिँ साइन्टिफिक नेम लेख्यौं कसको यो चाहिँ हामीले म्याङ्गोको साइन्टिफिक नेम लेख्यौं भने त्यसको पछाडी हामीले यसरी LINN लेख्छौं भन्नुको अर्थ के त भने यो म्याङ्गिफेरा इन्डिका भनेर आँपको नाम साइन्टिफिक नेम चाहिँ लिनियस कार्लस लिनियसले दिएका हुन् त्यही भएर यो जसले नाम दियो त्यसको नाम चाहिँ हामीले यसरी छोटकरीमा पछाडी लेखिराखेका हुन्छौं अहिलेसम्म मैले भनेको चाहिँ केही नियमहरू तपाईले फेरि सम्झिन आवश्यक छ जस्तो कि दुईवटा वर्डको युज गर्छौं त्यो वर्डहरु चाहिँ फर्स्टले जेनेटिक नेम रिप्रेजेन्ट गर्छ सेकेन्डले स्पेसिफिक नेम रिप्रेजेन्ट गर्छ यदि हामीले हातले लेख्छौं भने छुट्टा छुट्टै अन्डरलाइन गर्छौं यदि हामीले चाहिँ टाइप गर्छौं भने इटालिक गर्नुपर्छ हैन साइन्टिफिक नेम लेखिसकेपछि त्यसको पछाडी चाहिँ जसले यो साइन्टिफिक नेम दिएको उसको चाहिँ हामीले एकदमै छोटकरीमा उसको नाम पनि लेख्छौं जस्तो कि कार्लस लिनियसको LINN भनेर लेखिन्छ हैन त्यस्तै गरेर हामीले के बुझ्नुपर्छ त भने एउटा किंगडम भित्र कुनै पनि अर्गानिजमको चाहिँ नेमहरु लेख्दाखेरि एउटा किंगडम भित्र एउटा अर्गानिजमको साइन्टिफिक नेम एउटै रहन्छ हैन र त्यही साइन्टिफिक नेमले चाहिँ अर्को अर्गानिजमलाई रिप्रेजेन्ट गर्न पाइदैन है अब हामीले यसरी साइन्टिफिक नेमहरु लेखिरहँदाखेरि अथवा बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरको युज गरिरहँदाखेरि फाइदा चाहिँ के छ त भने This provide the uniformity in the naming system throughout the world. यसले संसारभरि नै युनिफर्मिटी चाहिँ कायम गर्छ त्यस्तै गरेर यसले चाहिँ it helps in the scientific community among the scientists throughout the globe हैन यसले संसारभरि चाहिँ साइन्टिस्टहरुको बीचमा कम्युनिकेसनलाई यसले सजिलो बनाउँछ हैन अब त्यस्तै गरेर अब यी कोडहरुले के हुन्छ त भने if there is any issue or any problem in the scientific name giving process then it provides the solution of that हैन यस्तो कुराहरु चाहिँ यसको हामीले के बुझ्न सक्छौं त भने एडभान्टेजेसमा बुझ्न सक्छौं अब यो मैले सबै कुराहरु व्याख्या गरिन यहाँ हैन अब मैले बाइनोमियल नोमेनक्लेचर भनेको के हो भन्न मैले जनरल बुझाइदिए अब यसमा चाहिँ के कुरा पढ्नु पर्ने है एक्जाममा चाहिँ हामीले कसरी आउँछ भने बाइनोमियल नोमेनक्लेचर क्वेशन चाहिँ राइट सर्ट नोट अन बाइनोमियल नोमेनक्लेचर है क्वेशनहरु चाहिँ यसरी राइट सर्ट नोट्स अन बाइनोमियल नोमेनक्लेचर भन्ने यसरी पनि 5 मार्क्समा आउन सक्छ हैन यसरी यो 5 मार्क्समा आउन सक्छ त्यस्तै गरेर अर्को आउन सक्ने क्वेशन भनेको चाहिँ व्हाट आर द एडभान्टेजेस of binomial nomenclature भन्न आउन सक्छ यो पनि 5 मार्क्स कै लागि आउने क्वेशन हो हैन 5 मार्क्स कै आउने क्वेशन हो त्यसै गरी हामीलाई चाहिँ लङ क्वेशनमा डिस्कस बाइनोमियल नोमेनक्लेचर भन्न सक्छ यो चाहिँ हामीले चाहिँ लङ क्वेशनमा राख्न मिल्छ त्यसै गरेर सर्ट क्वेशनमा 5 मार्क्स को अर्को सर्ट क्वेशनमा के राख्न मिल्छ त भने व्हाट आर द जनरल रुल्स अफ बाइनोमियल नोमेनक्लेचर भन्न सोध्न सक्छ यस्तो भन्यो भने यसले चाहिँ हामीले 5 मार्क्समा यो क्वेशनहरु सोध्न सक्छ अब यो सबै क्वेशनको आन्सर चाहिँ हामीले यसरी लेख्न सक्छौं है यहाँनेर हेर्नु त यसमा अब यो बाइनोमियल नोमेनक्लेचर भनेको के हो भन्ने कुरा त यहाँ हेर्नु त द सिस्टम अफ एजाइनिङ द नेम अफ द अर्गानिजम बाइ युजिङ टु नेम्स फर्स्ट जेनेरिक नेम एन्ड सेकेन्ड स्पेसिफिक नेम अब बोटनीमा चाहिँ आइसिबिएन हुने भयो जुलोजीमा के हुने भयो आइसिजेडएन भन्ने यो नियमहरुको लामो सूची हुने भयो यही अनुसार चाहिँ के हुन्छ प्लान्ट र एनिमलहरुको नाम राखिन्छ अब त्यस्तै गरेर यहाँ हेर्नु अब यिनको रुलहरु हेर्नु त साइन्टिफिक नेम अफ इच स्पेसिस कन्सिस्ट अफ 2 वर्ड्स फर्स्ट जेनेरिक नेम सेकेन्ड
स्पेसिफिक नेम जस्तो कि म्याङ्गिफेरा इन्डिका भयो। त्यस्तै गरेर जेनेरिक नेमको फर्स्ट लेटर चाहिँ के हुनुपर्छ, क्यापिटल हुनुपर्छ। यो मैले पहिल्यै भनिसकेँ। स्पेसिसहरूको चाहिँ सबै नेम के हुनुपर्छ, स्मल हुनुपर्छ हैन। यो हातले लेखेको छ भने अन्डरलाइन गर्नुपर्छ हैन। र यो कुराहरू प्रिन्टेड फर्ममा छ भने यो चाहिँ कस्तो हुनुपर्छ, इटालिक फर्ममा हुनुपर्छ। त्यस्तै गरेर द एब्रिभिएसन अफ द नेम अफ ट्याक्सोनोमिस्ट, अब यो नाम चाहिँ जसले दिएको उसको नाम चाहिँ यसरी छोटकरीमा लेख्नुपर्छ। त्यस्तै गरेर यहाँ भनेको छ हेर्नु त, स्पेसिफिक नेम सुड नट रिपिट विथ इन द जिनस। जस्तो कि प्यान्थेरा टाइग्रिस छ भने अर्कोलाई प्यान्थेरा लियो भन्नु पर्यो, अर्कोलाई प्यान्थेरा समथिङ भन्नु पर्यो। तर टाइगरको पनि प्यान्थेरा टाइग्रिस, लायनको पनि प्यान्थेरा टाइग्रिस भन्न मिल्दैन हैन। जिनस रिपिटेड भए पनि स्पेसिस चाहिँ रिपिटेड हुनु हुँदैन एउटै जिनसभित्र। अब हेरौँ, द साइन्टिफिक नेम सुड बी टेकन फ्रम द ल्याटिन ल्याङ्ग्वेज। यदि ल्याटिन ल्याङ्ग्वेजमा छैन भने त्यसलाई हामीले ल्याटिनाइज गर्नुपर्छ। जस्तै नेपालियनसिस बनाउनु पर्यो कि नेपाललाई हैन। द स्पेसिस नेम मे बी रिभाइज्ड हैन। स्पेसिस नेम चाहिँ हामीले रिभाइज गर्न सक्छौँ यदि पहिला दिएको जिनस र स्पेसिसको नेमहरू चाहिँ ठिक छैन भने। तर पहिला सुरुमा जसले नाम दिएको उसलाई चाहिँ के गर्नुपर्छ, हामीले यसरी ब्राकेटभित्र उसको नाम चाहिँ राख्नुपर्छ। जस्तो कि लिनियसले दिएको नाम रहेछ पहिला, पछि चाहिँ किल्सले के गरेको रहेछ, यसलाई चाहिँ रिभाइज गरेको नाम रहेछ हैन। अब यो बाइनोमियल नोमेनक्लेचरको एडभान्टेज के छ भन्दाखेरि यसले स्पेसिसहरूले स्पेसिफिक नेम पाउने भए। त्यस्तै गरेर जस्तो यसले इभोल्युसनरी रिलेसनसिप पनि देखाउँछ। जस्तो कि प्यान्थेरा टाइग्रिस र प्यान्थेरा लियो भनेर हामीले नाम राख्दै गर्दाखेरि यो प्यान्थेरा टाइग्रिस, टाइगर र लायनहरूको चाहिँ यो पुर्खाहरू एउटै हुन् भन्ने जस्तो कुरालाई यसले पनि रिप्रेजेन्ट गर्ने भयो। त्यस्तै गरेर साइन्टिस्टहरूको बिचमा यसले कम्युनिकेसनलाई इजियर बनाउँछ। त्यस्तै गरी बाइनोमियल नोमेनक्लेचर हेल्प्स द आइडेन्टिफिकेसन अफ द न्यू डिस्कभर्ड एनिमलहरूलाई अहिले आइडेन्टिफिकेसन गर्न र तिनीहरू बिचको रिलेसनसिपहरूलाई पनि यसले के गर्न सक्छ त भने देखाउन सजिलो बनाउँछ है। ल यो कुराहरू रह्यो हाम्रो के बाइनोमियल नोमेनक्लेचर भनेको के रहेछ, त्यसका फाइदाहरू के रहेछन् भन्ने कुरा चाहिँ यहाँबाट यसलाई हामीले के गराउन सक्छौँ, नोट बनाउन सक्छौँ। ल यो यसरी यसलाई चाहिँ नोट बनाउनु होला है त। हस्, थ्याङ्क यू।